पहिला त चिनाइदिनुहोस्। मेरो दिदी हुनुहुन्छ अरुणा, नाम अरुणा छ हैन। अहिले कहाँ हुनुहुन्छ? बाहिर जापान हुनुहुन्छ। अनि दिदीले जस्तो मैले अघि पनि भने हैन, एकदम हाम्रो सिचुएसन एकदम नाजुक थियो के, अनि फाइनेन्सियली। अनि त्यो हिसाबले गर्दाखेरि अनि एक हिसाबले बुवा मम्मीलाई चाहिँ सपोर्ट गर्ने एकजना चाहिन्थ्यो घरमा। अनि दिदीले चाहिँ एक हिसाबले मभन्दा सिनियर भएको हिसाबले चाहिँ मलाई जहिले पनि कस्तो भाइले चाहिँ पढ्नुपर्छ, अनि जे गर्नु छ म गर्छु, म सपोर्ट गर्छु भन्ने हिसाबले चाहिँ सधैँभरि सपोर्ट गरेको थियो। अनि यो लाइनमा आउनुभन्दा अगाडि पनि उसले एकदमै धेरै सपोर्ट गरेको दिदीले चाहिँ। अनि त्यस दिदीको ठुलो हात छ भनौँ न। उसले अब यस्तो उसले धेरै कुराहरू सपोर्ट गर्छ। अनि कस्तो दिदी र भाइको त्यो कस्तो अर्कै हुने रहेछ कि बन्डिङ हैन। अनि कस्तो कुरा बुवा आमासँग त्यो जाने माध्यम चाहिँ दिदी हुन्थ्यो कि जहिले पनि मेरो हैन। अनि मैले केही गर्नु मन लाग्यो भने चाहिँ दिदीले सपोर्ट गर्ने, अनि यसलाई गर्नु दिनुपर्छ, पढ्न दिनुपर्छ। अनि कलाकारितामा पनि दिदीले मलाई सानैदेखि, दिदी फेरि मभन्दा पनि धेरै एकदमै इन्ट्रेस्टेड फिल्म इन्डस्ट्रीमा हैन। अनि साप्ताहिक लिएर तँलाई मोडल बनाउँछु म भन्ने हैन, एकदम सपोर्ट गर्नुहुन्थ्यो। र इन्डस्ट्रीमा यहाँ आउनुभन्दा अगाडि पनि म सम्हाल्छु घर हैन। अनि पछि फाइनेन्सियली पनि दिदीको हात ठुलो छ हामी जस रिकभर हुनुमा चाहिँ। त्यो